है थकाइ ठुलो रहेछ हैया मलाई त डर लाग्छ यो काँडा देखेपछि मैसा कस्तो मिठो हुन्छ नि खायो भने पुरै जिब्रोले तिनवटा बनाइसकेको छ होइन तिनवटा बनाएपछि अनि त्यो त दाजुले लग्दिन्न लग्ने हो जिब्रो कालो भइसक्यो खाएर अब त्यत्रो पनि किन खानु भएको त एक दाजुको लागि हामी सानामा गोरु हेर्न जान्थ्यौँ होइन नचिपेको यस्तो हुन्छ छिपिसके जस्तो धेरै गोर्थ्यौँ आफू खान्थ्यौँ र भाइ बहिनीलाई पनि लगेर जान्थ्यौँ थकाइले भन्छ थकाइले पेट दुख्थेन यो धेरै खाएपछि धेरै खायो त भात खायो भने धेरै पेट दुख्छ नि